पर्क लभरमा साथीभाइ पर्क मोमो अनि पर्कको मसलाहरू रेडी भयो र यहाँ प्याज कटिङ हुँदैछ ल साथीभाइ। पर्क लभरमा पर्क मोमो रेडी भयो 3 सेट है साथीभाइ। 3 सेटमा चाहिँ कति हुन्छ के कसो हुन्छ तपाईहरुलाई म भन्ने छु। अनि सुप पनि प्राय रेडी भइसकेको छ र 3 सेट पर्क लभरमा पर्क मोमो ल साथीभाइ। स्टार्ट अहिले एकछिनमा गर्छु ल। पर्क लभरमा पर्कको सुप अनि धनिया रेडी भयो है साथीभाइ। साथीभाइ फाइनली पर्क मोमो रेडी भयो अनि सुप अनि धनियाको अचार रेडी भयो। अब म लिइरहेको छु ल। अलिकति अहिले उठेको ल साथीभाइ। पर्क लभरमा पर्क मोमो सुप पनि दामी साथीभाइ। बिसन्चो थिएँ, सुतिरहेको थिएँ, फेरि पर्क मोमो आयो, फेरि आयो। कस्तो भएको छ? राम्रो भएको छ। पर्क लभरमा पर्क मोमो फिनिश गरेँ मैले। 1 सेट अघि नै भयो र अब चाहिँ नेक्स्ट सेट हो यी खाली भयो हो। के कस्तो हुन्छ लाइक शेयर कमेन्ट गरिदिनुहोस्। सुप पनि वाउ।